आज हामी 11 को संवाद नम्बर 2 बाट सुरुवात गरौँ। संवाद नम्बर 2 मा सुरुवात हुन्छ माधु र अर्को के हुन्छ आङ्गु बीचमा वार्तालाप सुरुवात हुन्छ। सबैभन्दा पहिले माधुले वार्तालाप सुरुवात गर्छ। यहाँनिर के भन्छ त? यहाँ भन्छ आङ्गुसी भनेको छ भनेको के हुन्छ म माधु हो भनेको म चाहिँ माधु भन्ने व्यक्ति हो अथवा माधु भन्ने मान्छे हो भन्छ। आङ्गुसी छ माधु हो म चाहिँ माधु हो। छिगुम भनेको अहिले चाहिँ खिचुक्सा भनेको होस्टेलमा के हुन्छ ईशय भनेको के हुन्छ हुनुहुन्छ अथवा छौ भनेर उसले भन्यो। आङ्गुसी म चाहिँ माधु भन्ने व्यक्ति हो अनि छिगुम भनेको अहिले चाहिँ खिचुक्सा भनेको होस्टेलमा चाहिँ हो भनेर के हुन्छ होस्टेलमा छौ अथवा हो भनेर के हुन्छ उसले भन्छ। अनि उसको पालो ने भनेको हजुर खिचुक्सा यो भनेको होस्टेलमा हो भन्छ। खुरन्दे तर खाप्चाङ्गी भनेको 81 ओइ छन्वारुल हेस्सयो ओइको अर्थ भनेको किन। छन्वा भनेको फोनलाई चाहिँ हेस्सयोको अर्थ भनेको के हुन्छ गर्यो अथवा गर्नु भयो भनेर के हुन्छ उसले भन्छ। तर 81 किन फोन गर्यो भनेछ। होइ भनेको किन छन्वारुल हेस्सयोको अर्थ भनेको के हुन्छ फोन गर्यो भन्छ। अहिले चाहिँ म चाहिँ होस्टेलमा छु तर किन 81 फोन गर्यो भन्छ। खाप्चाङ्गी भनेको 81 है अचानक चाहिँ किन फोन गर्यो भने उसले भन्छ। अब हामी फेरि जाउँ है। इयो को अर्थ भनेको हो भन्ने हुन्छ। यहाँनिर यो दिएको छ कि छैन। यो को अर्थ भनेको हो। यसको सिमिलर मिनिङ लेखौँ है। यहाँनिर के हुन्छ उसले चाहिँ भन्छ फेरि पनि यो इप्निदाको अर्थ भनेको हो भन्ने हुन्छ। कुनै पनि स्थान समय व्यक्ति सामान वस्तु आदिको के हुन्छ परिचय गराउँदा प्रयोग गरिन्छ। अनि उसले ने खिचुक्सा यो भनेको हजुर होस्टेलमा हो। खुरन्देको अर्थ भनेको तर खाप्चाङ्गी भनेको 81 अचानक हुन्छ हैन। खाप्चाङ्गी भनेको अचानक ओइ छन्वारुल हेस्सायो ओइको अर्थ भनेको किन छन्वाको अर्थ भनेको फोन गर्यो भन्ने हुन्छ। किन के हुन्छ 81 फोन चाहिँ के हुन्छ गर्यो भन्ने हुन्छ। यो खापको अर्थ भनेको बट्टाहरू गन्दाखेरि के हुन्छ ओटा पनि हुन्छ है। चुरोटको बट्टाहरू गन्दाखेरि खाप भन्छ यसलाई। ओटामा गन्छ है चुरोटको बट्टाहरूले गन्दाखेरि। अनि अर्को कहिले कहिले तपाईलाई खाप भन्ने हुन्छ। यसको अर्थ चाहिँ मूल्य भन्ने हुन्छ। यसको अर्थ भनेको चुरोटको बट्टाले गन्दाखेरि ओटामा गनिन्छ। बट्टाले गन्दाखेरि ओटा भनेर पढौँ ल। कहिले कहिले चुरोटको बट्टा नै हुन्छ ओटा चुरोटको बट्टाहरू जस्ता के हुन्छ गन्दाखेरि। यो खापको अर्थ चाहिँ मूल्य भन्ने हुन्छ। अर्को जाउँ त मन्दिरबाट। खाप्चाङ्गी होइ छन्वा हेस्सयो अचानक किन फोन गर्यो भनेर उसले भन्छ। आङ्गुसी छेगा भनेको म। आङ्गुसी छेगाको अर्थ भनेको म। छिगुमको अर्थ भनेको अहिले। सिनेको अर्थ भनेको सहर भन्ने हुन्छ। अहिले चाहिँ के हुन्छ सिनेको अर्थ भनेको सहर। जस्तै सहरले हामी के भन्छौँ त। एउटा सहरले के हुन्छ थोसी पनि भन्छौँ। एउटाको अर्थ भनेको सी पनि भन्छौँ। अर्को अर्थ भनेको के हुन्छ सिने त भएको। यहाँनिर सिनेको अर्थ भने यो सबैको अर्थ भनेको सहर भन्ने हुन्छ। थोसी सी सिने यो सबैको अर्थ हुन्छ सहर भन्ने हुन्छ। थोसी सिने सी भनेर सहर। अब हामी फेरि जाउँ त। त्यसपछि के भन्छ थोसी सिने सी
सहर। फेरि भन्छ आङ्गुसी छिगुम भनेको सिने इस्सायो भनेको सहरमा चाहिँ के हुन्छ छु खुरन्दे। तर फिगाको अर्थ भनेको पानी, फीको अर्थ भनेको झरी वर्षा पानी भन्ने हुन्छ। जस्तै यसको दुईटा अर्थ हुन्छ है। अब हेर्नु है यहाँनिर कस्तो हुँदो रहेछ भन्दा, जस्तै यो खालको फी हुन्छ, जस्तै फी, फीको अर्थ भनेको झरी अथवा वर्षा भन्ने हुन्छ। यसको अर्थ भनेको झरी भन्ने हुन्छ, झरी अथवा वर्षा भन्ने हुन्छ, वर्षा भन्ने हुन्छ, झरी अथवा के हुन्छ वर्षा हुन्छ। अर्को फेरि यो फिदामा लाउनु भने फेरि खाली हुनु भन्ने हुन्छ यसको अर्थ। यसैको अर्थ नि फिदा, फिदाको अर्थ भनेको खाली हुनु भन्ने हुन्छ। यसैले हामीले मिलायौं भने फिदा भन्ने हुन्छ, यसको अर्थ भनेको खाली हुनु भन्ने हुन्छ, खाली हुनु भन्ने हुन्छ। यही फिदाको अर्थ दियो नि। फीको अर्थ भनेको वर्ष हुन्छ, तर यसैमा के हुन्छ हामीले फिदा दियौं भने खाली हुनु भन्ने हुन्छ। अर्को फिदाको यो फीको अर्थ भने नि यहाँनिर वर्षा झडी मात्रै भयो है। अर्को लेखिदिन्छु ल, शुल्क लेख्दा हुन्छ, भाडा लेख्दाखेरि भाडा अथवा शुल्क भन्ने हुन्छ फीको अर्थ भनेको। अनि अर्को फिदाको अर्थ भनेको खाली हुनु भन्ने हुन्छ। अब अर्कोतिर नि कहिलेकाहीँ हामीले यस्तो खालको पनि दिन्छ। यो त भयो ठिकै छ, यो फी दिन्छ। यो फीको अर्थ चाहिँ फेरि रगत हुन्छ, ओरिजिनल फ भल्ला फी, ओरिजिनल यो खालको फी। फीको अर्थ भनेको यसको अर्थ चाहिँ रगत हुन्छ। फेरि यहाँ पनि अर्को समस्या आउँछ, फेरि फिदा भन्ने हुन्छ। यो हेर्नु ल, यो फीको अर्थ भनेको रगत हुन्छ, रगत हुन्छ। अर्को यो फिदाको अर्थ भने फुल्नु हुन्छ, फुल्नु भन्ने हुन्छ, फुल्नु, फुल्नु, फुलहरू फुल्छ नि त्यसको अर्थ भने फिदा भन्ने हुन्छ। भुल्नु। ल अर्कोतिर हामी जाउँ। फेरि यो खालको यसले अर्थ दियो भने हामीलाई, ल फिगाको अर्थ भनेको पानी जहिले पनि ओदा हुन्छ, नेरिदा पनि हुन्छ है। यो फिगा ओदा छ कि छैन, पानी पर्नु। अनि अर्को हुन्थ्योबाट ओदाको ठाउँमा के हुन्छ नेरिदा पनि हुन्छ, पानी के हुन्छ झर्नु भन्छ। फिगा ओदा, पानी पर्नु, पानी झर्नु। अनि अर्को के हुन्छ फिगा नेरिदा पनि हुन्छ। नेरिदाको अर्थ भने के हुन्छ पानी झर्नु भन्ने हुन्छ, पर्नु अथवा के हुन्छ पानी झर्नु भन्ने हुन्छ। फिगा नेरिदा पनि भन्छ त्यहाँनिर। ओदा र नेरिदा भनेको एउटा। तपाईलाई फेरि एउटा कुरा याद गर्नु नि, फिगा ओदा र नेरिदा भनेको तपाईहरुलाई पानी जहिले पनि झर्नु भन्ने हुन्छ क्या तलबाट। कहिले कहिले यस्तो खालको पनि घटना दिन्छ कि अनि पानीले भिज्नु हुन्छ नि, पानीको सिट्टाले केले भिजिन्छ नि, सिट्टा थोपा, त्यसले भन्छ मात्ता भन्छ। यो मात्ताको अर्थ भनेको पानीले भिज्नु हुन्छ। मात्ताको अर्थ भने के हुन्छ भने नि एउटा मिल्नु, लाग्नु, हान्नु, सुई लगाउनु, भिज्नु पनि भइगयो। भिज्नु भनेको माथिदेखि केही कुरा लाग्नु भन्ने हुन्छ। म अलि लेखिदिन्छु, यसको लेखिदिऊ। मिल्नु हुन्छ अनि एउटा अनि मिल्नु। एउटाको अर्थ भनेको हान्नु हुन्छ। एउटा भनेको केले भने मुक्काले हान्नु है। फेरि यो
अनि लगाउनु पनि लेख्छु ल, तर सुई लगाउनु लेख्छु ल, सुई लगाउनु भन्छ ल। यसको अर्थ मात्ता मिल्नु, हान्नु, अनि अर्को के हुन्छ सुई लगाउनु भन्ने हुन्छ मात्ताको अर्थ। अनि अर्को भिज्नु पनि भयो, भिज्नु भन्ने हुन्छ। मात्ता मिल्नु, सुई लगाउनु, हान्नु, भिज्नु भन्ने हुन्छ। अब अर्कोतिर जाउँ त फेरि। आङ्गुसी छिगुम भनेको के हुन्छ छेगा, अहिले के हुन्छ सिनेमा छु। पानी के हुन्छ आयो, पाल्ले भनेको के हुन्छ कपडा। अब एउटा कुरा हेर्नु ल, पाल्लेको अर्थ भनेको कपडा हुन्छ नि। अनि यहाँ एकचोटि हेर्नु त, छोम आएको छ कि छैन। छोम आएको, छोमको अर्थ भनेको अलिकति थोरै हुन्छ, तर छोम आए लगतै यहाँ छुसेयो छ कि छैन। जहिले पनि छुसेको आएको खण्डमा चाहिँ रेस्पेक्ट गरेको हुन्छ क्या, कसैले अनुरोध गरेको, प्लिज अथवा के हुन्छ कृपया भन्ने हुन्छ है यहाँनिर। आङ्गुसी म चाहिँ अहिले के हुन्छ सहरमा छु, तर पानी के हुन्छ आयो, कपडाले चाहिँ प्लिज अथवा कृपया, खत्ता छुसेयो भनेको खत्ताको अर्थ भनेको उठाउनु है। अनि के हुन्छ यहाँनिर उठाइदिनुहोस् भन्ने हुन्छ। जस्तै मैले हिजो पनि हजुरहरूले लेखाइदिएको छु होला, यो खत्ताको अर्थ भनेको हिँड्नु भन्ने हुन्छ है। लेखिराख्नु है तपाईँहरू, मिनिङ रट्नु गाह्रो हुन्छ नि। जति मैले लेखाइदिएको हुन्छु त्यति लेख्नु नि, जानेको लेखौँला हैन, नजानेको तपाईँ के भन्नु पक्नु है। खत्ताको अर्थ भनेको एउटा भनेको हिँड्नु हुन्छ, एउटा भनेको के अरे कपडा उठाउनु हुन्छ। खत्ताको अर्थ भनेको हिँड्नु हुन्छ, एउटा भनेको कपडा उठाउनु। अनि कपडा उठाउनु हुन्छ। कपडा उठाउनु हिजो हामीले सिकाएको छ नि हैन, नल्दा भनेको के हुन्छ सुकाउनु भनेर हैन। खत्ताको अर्थ भनेको कपडा के हुन्छ उठाउनु भन्छ। नल्दाको अर्थ भनेको कपडाहरु के हुन्छ माथिबाट सुकाउनु भनेर के हुन्छ हामीले हिजो पढेछ। खत्ता उठाउनु, खत्ताको के हुन्छ फान्दे कहिले कहिले सोध्छ है। नल्दाको अर्थ भनेको के हुन्छ सुकाउनु भनेर के हुन्छ पढिरहेछ। लेख्दिनु पर्दैन होला, हिजो मैले ल्याएछु किताबमा पनि तपाईले भेट्नुहुन्छ। ल अर्कोतिर हामी जाउँ। आङ्गुसी छेगा भनेको के हुन्छ म चाहिँ शहरमा के हुन्छ अहिले छु, तर पानी आयो कपडाहरुले चाहिँ। अब अर्को ग्रामर लागेछ, के ग्रामर लागेछ यहाँ हेर्नुस् त। कहिले कहिले यो खालको यहाँ ग्रामर लागेछ, दुईटा ग्रामर लागेछ क्या यहाँनिर। के लागेको छ भने नि अ आ अनि के हुन्छ य त्यसपछि हे। यहाँ छ कि छैन प्लस अनि छुसेयो, अ आ य हे छुसेयो। यसको अर्थ हुन्छ भने ई दिनुहोस् भन्ने हुन्छ। यसको अर्थ चाहिँ के हुन्छ ई दिनुहोस्, ई दिनुहोस् भन्ने हुन्छ। उठाइ दिनुहोस् भन्छ कपडाले। खत्ताको अर्थ उठाउनु अनि के हुन्छ ई दिनुहोस् भन्ने हुन्छ। खत्ताको अर्थ भनेको उठाउनु। कहिले कहिले नि खत्तासँग के हुन्छ कहिले कहिले तपाईहरु झिक्काउनु हुन्छ खल्दा। खल्दाको अर्थ भनेको एउटा डायल गर्नु हुन्छ, एउटा भनेको झुन्ड्याउनु हुन्छ। कपडाहरु झुन्डाउनु भन्ने हुन्छ। खत्ताको अर्थ भने एउटा भनेको डायल गर्नु, एउटा भनेको झुन्डाउनु। लेख्नु डायल गर्नु झुन्डाउनु भन्ने हुन्छ। डायल गर्नु अथवा झुन्डाउनु। यो डायल गर्नु भयो के हो? डायल गर्ने के? फोन डायल गर्नु, फोन डायल गर्नु है। फोन डायल गर्नु। अनि अर्को के हुन्छ झुन्डाउनु पनि हुन्छ। खत्ताको अर्थ भनेको फोन डायल गर्नु अथवा
डायल गर्नु झुन्डाउनु भन्ने हुन्छ। अनि कहिले कहिले नि तपाईलाई यो तपाईहरुले अर्को के दिन्छ खत्ता भनेको के हुन्छ यो भयो भने खाल्दा दिन्छ। तपाईहरु झुक्याउने भनेको यसैमा हो क्या लिस्टिङमा नि यसैमा झुक्याउँछ। अस्तिको दिन क्वेशन मैले बनाएको थिए यही झुकाइरहेको थिए खाल्दा। यो खाल्दाको अर्थ भनेको जोत्नु परिवर्तन गर्नु धार लाउनु तीखो बनाउनु भन्ने हुन्छ। यसको अर्थ भनेको जोत्नु हुन्छ। एउटा भनेको धार लगाउनु धार लगाउनु धार भए चाहिँ धार लेख्नु ल। धार लगाउनु जस्तै हँसिया खुकुरी धार निकाल्नु भन्ने हुन्छ। धार लगाउनु एउटा भनेको जोत्नु भइगयो एउटा भनेको परिवर्तन गर्नु परिवर्तन गर्नु परिवर्तन गर्नु हुन्छ। खाल्दा जोत्नु धार लगाउनु परिवर्तन गर्नु भन्ने हुन्छ। अब फेरि जाउँ त मुनतिरबाट। के भने त्यसपछि आंगुसी अनि के हुन्छ अहिले शहरमा छु अनि कपडाले चाहिँ प्लिज अथवा कृपया के हुन्छ उठाइदिनुहोस् भन्छ। अनि उले खुरेयो त्यसो हो भनेर उले के हुन्छ भन्छ। अनि छेगाको अर्थ भनेको म चाहिँ पाल्ले भनेको कपडाले उठाइदिने छु भन्ने हुन्छ। त्यसो हो म चाहिँ के हुन्छ कपडाले के हुन्छ उठाइदिने छु। छनछनीको अर्थ भनेको बिस्तारै बिस्तारै स्लो स्लोमा चाहिँ के हुन्छ ओसेयोको अर्थ भनेको के हुन्छ आउनुहोस् भन्छ। म चाहिँ कपडाले के हुन्छ उठाइदिने छु भन्छ। यहाँनिर लकेर उल्के छ कि छैन यहाँ फ्युचर टेन्स है। यसको अर्थ भनेको नेछ नेछु नेछेस हुन्छ। यसको सिमिलर पनि लेख्दिउँ ल। यसको सिमिलर भिएसटी लेख्दिन है ल। म यहाँनिर भिएसटी नलेखे डाइरेक्ट तपाईहरु लेख्दा भिएसटी भने सार्मै। एउटा भनेको कहिले कहिले यस्तो पनि हुन्छ खेस सुम्निदा। भले यसको प्रयोग चाहिँ फरक फरक ढंगले हुन्छ तर हामीले के हुन्छ फ्युचर टेन्स भनेर मात्रै बुझ्नु पर्यो यसको। कहिले कहिले तपाईहरु कहाँ कहाँ देख्नुहुन्छ अनि देखेर बिगार्नुहुन्छ। सुम्निदा प्रयोग गर्नु यसको सरी खेस सुम्निदाको अर्थ भनेको फ्युचर टेन्स हुन्छ। अर्को भनेको उल र के हुन्छ कहिले कहिले ल। अनि यसमा दिन्छ उल्का अनि फेरि यहाँ दिन्छ यो को अर्थ भने यसको पनि फ्युचर टेन्स नै हुन्छ। अनि कहिले कहिले यही दिएको छ नि हैन उल अनि कहिले कहिले उल अनि के हुन्छ ल अनि अर्को हुन्छ के यो भनेर हुन्छ उल के यो भनेर के हुन्छ उले भन्छ। यसको अर्थ भने के हुन्छ फ्युचर टेन्स भनेर के हुन्छ हुन्छ। अब जाउँ त यसको अर्थ पनि यसले पनि के हुन्छ भविष्यकाल नै दिन्छ ल। खुरे हो त्यसो भने छेगा भनेको म चाहिँ के हुन्छ पाल्ले भनेको के हुन्छ कपडालाई के हुन्छ खत्ता भनेको के हुन्छ उठाइदिने छु। छन्छनी ओसेयोको अर्थ भनेको बिस्तारै बिस्तारै आउनुस्। रेडी हुनुभयो तपाई। अनि व्हाट्सएप छ कि छैन यसैमा एकछिन ल म यहाँ सकिहाले अब 2 मिनेट लाग्छ ल। अनि म तपाईको स्टार्ट गर्दिहाल्छु ल। तपाईको जुम छ कि छैन ए ल म अहिलेसम्म उ गर्दिहाल्छु ल। ल काट्नु त। ओके 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 अब जाउँ त यहाँबाट यहाँ के दिएको छ संवादबाट
थेवा भनेको के हुन्छ थेदा पेपोसेयो थेदा भनेको के हुन्छ हामी जवाब दिएनुहोस् भन्छ आङ्गु सिनुन छिगु मदिसयो आङ्गु भन्ने व्यक्ति चाहिँ कहाँ छ अरे हेर्नु त अहिले चाहिँ छेगा भनेको के हुन्छ म चाहिँ के हुन्छ सिने भनेको के अरे सहरमा छु हैन उले भन्छ मादुसिनुन भनेको मादुसीले चाहिँ आङ्गुसीलाई चाहिँ म फुत्ता खाइसके फुत्ता खादा भनेको रिक्वेस्ट गर्यो के रिक्वेस्ट गरे अरे भन्नु त कपडाहरू उठाइदिने हो कि हैन भन्नुस् त पाल्ले रुल के हुन्छ खदा चुसेयो भनेर के हुन्छ रिक्वेस्ट गर्यो भने उले भन्छ सुरेगी भनेको फोहोरहरुलाई अनि सुरेगीको अर्थ भनेको फोहोर भन्ने हुन्छ यहाँनिर सुरेगीको अर्थ भनेको फोहोर अनि फुल्ली हादाको अर्थ भनेको छुटाउनु भन्ने हुन्छ फोहोरहरुलाई सुरेगीको अर्थ भनेको फोहोर भइगयो फुल्ली हादाको अर्थ भनेको के हुन्छ छुटाउनु भन्ने हुन्छ सुरेगी भनेको फोहोर भइगयो के फोहोर अनि सुरेगी फोहोर अनि फुल्ली हादाको अर्थ भनेको व्यवस्थापन अनि शरीर छुट्याउनु हुन्छ अनि फेचु भनेको के हुन्छ व्यवस्थापन भन्ने आज हामी यहाँले चाहिँ फोहोरलाई कसरी छुटाउने र के हुन्छ व्यवस्थापन भनेर के हुन्छ उले भनिन्छ फुल्ली हादाको अर्थ भनेको अलग अलग गर्नु फोहोरलाई छुटाउनु र फेचुलको अर्थ भनेको व्यवस्थापन गर्ने तरिकाको बारेमा चाहिँ विशेष रूपमा आज हामी यो च्याप्टरमा चर्चा गर्छौं कसरी यसलाई व्यवस्थापन गर्ने कसरी के हुन्छ यसलाई छुटाउने भन्ने बारेमा चाहिँ के हुन्छ यहाँनेर चर्चा गरेको हुन्छ अब सुरु गरौँ फेरि तलतिरबाट यहाँबाट जाउँ है हाङ्गुक एसनुन हाङ्गुक भनेको कोरियामा चाहिँ हाङ्गुक एसको अर्थ भनेको मा अनि नुनको अर्थ भनेको चाहिँ हाङ्गुक एसनुन कोरियामा चाहिँ भन्छ ल हाङ्गुक एसनुन को अर्थ भनेको कोरियामा चाहिँ भन्छ सुरेगी को अर्थ भनेको फोहोर कोरियामा चाहिँ सुरेगी को अर्थ भनेको यहाँ दिएको छ फोहोर भन्छ हाङ्गुक एसनुन कोरियामा चाहिँ फोहोरलाई उल्लरुलको अर्थ भनेको लाई फरिल्ते फरिदाको अर्थ भनेको फाल्नु भन्ने हुन्छ फोहोरलाई फरिल्तेको अर्थ भनेको के हुन्छ फाल्ने बेला भन्छ फरिदाको अर्थ भने फाल्नु लते र उल्तेको अर्थ भनेको के हुन्छ ने बेला भन्छ कोरियामा चाहिँ फोहोरलाई के हुन्छ फरिल्तेको अर्थ भनेको फाल्ने बेला भन्ने हुन्छ फरिदा भनेको फाल्नु लते र उल्तेको अर्थ भनेको नेबेला भन्ने हुन्छ लते र उल्तेको अर्थ भनेको नेबेला हुन्छ भने कहिलेकाहीँ नाउन प्लस भिएसटी प्लस उल्ते र लतेको अर्थ भनेको नेबेला हुन्छ है नाउन प्लस चाहिँ हुन्छ बेला अथवा को बेला भन्ने हुन्छ यहाँ लेख्नु है भिएसटी प्लस उल्ते र लतेको अर्थ भनेको नेबेला हुन्छ भने नाउन प्लस हुन्छ कहिले कहिले ते को अर्थ भने बेला अथवा को बेला हुन्छ यहाँ लेखौँ भी अनि एसटी भिएसटी मा उल्ल लते भिएसटी प्लस उल अनि मुनतिरबाट लते हुन्छ अनि लते भन्ने हुन्छ उल्ते र लतेको अर्थ भनेको नेबेला हुन्छ नाउन प्लस ते मात्रै दिन्छ नाउनमा चाहिँ ते मात्रै दिन्छ है यहाँनिर ते यसको अर्थ भनेको बेला अथवा को बेला भन्ने हुन्छ जस्तै यहाँ दिएको छ नाउन यहाँनिर
नाउन प्लस यो को अर्थ यसको अर्थ भनेको चाहिँ यसको के हुन्छ अरे नै बेला ने अनि के हुन्छ बेला भन्ने हुन्छ यसको चाहिँ अर्थ हुन्छ को बेला बेला अथवा ने बेला हुन्छ अनि को बेला अथवा यसको के हुन्छ बेला मात्रै हुन्छ बेला अथवा को बेला भन्छ अर्को ने बेला भन्ने हुन्छ बीएसटी मा अब अर्को जाउँ त ल मुनतिर जाउँ त कोरियामा चाहिँ फोहोरलाई फाल्ने बेलामा सुरेगीको अर्थ भनेको फोहोर छुङ्नुको अर्थ भनेको के हुन्छ मुनतिर छुङ्न्यु हुन्छ है छुङ्नुको अर्थ भनेको प्रकार भन्ने हुन्छ फोहोरको प्रकार कहिले कहिले यो छुङ्न्युको अर्थ भनेको प्रकार हुन्छ भने कहिले कहिले छुङ्न्युको हुन्छ छुङ्न्युको अर्थ भनेको समाप्त हुन्छ यसको अर्थ भनेको छुङ्न्यु हुन्छ छुङ्न्युको अर्थ भनेको यसको चाहिँ समाप्त हुन्छ है छुङ्नु प्रकार अनि के हुन्छ अर्को भने यसको अर्थ भनेको समाप्त भन्ने हुन्छ यो कहिले कहिले तपाईलाई लिसनिङको 21 नम्बर क्वेशनमा के हुन्छ सोधिराख्छ धेरै यस्तो अब अर्कोतिर जाउँ त फेरि मुनतिरबाट के दिन्छ छुङ्नु भनेको प्रकार ए ताराको अर्थ भनेको के हुन्छ को अनुसार भन्ने हुन्छ फोहोरको के हुन्छ ए ताराको अर्थ भनेको को अनुसार भन्ने हुन्छ फोहोरको ए तारा छ कि छैन अनि ताराको अर्थ भनेको अनुसार हुन्छ भने ए ताराको अर्थ भनेको को अनुसार भन्ने छ फोहोरको के हुन्छ अनुसार अनि ए तारा छ कि छैन यहाँनिर ताराको अर्थ भनेको अनुसार हुन्छ नि यहाँ ए तारा भन्ने छ नि यहाँनिर को अनुसार भनिन्छ फोहोरको प्रकार अनुसार फुल्ली आधाको अर्थ भनेको छुट्याउनु फोहोरको के हुन्छ यहाँनिर ए ताराको अर्थ भनेको के हुन्छ को अनुसार भन्ने हुन्छ है अनि के भन्छ यहाँनिर फुल्ली आधाको अर्थ भनेको के गर्नु यहाँनिर छुट्याउनु भन्छ फोहोरको अनुसार चाहिँ के गरेपछि यहाँनिर फुल्ली आधाको अर्थ भनेको हेस भन्ने हुन्छ छुट्याएर फरिया हाम्निदाको अर्थ भनेको फाल्नै पर्छ भन्ने हुन्छ यहाँ फेरि अर्को ग्रामर लागेको हुन्छ यहाँनिर के दिएको छ भने यसैले गरे यहाँ के ग्रामर दियो भने अस अनि अर्को दियो आस अर्को दियो यस त्यसपछि अर्को आयो हेस अस आस यस हेस यसको अर्थ भनेको ए र अथवा र भन्ने हुन्छ यसको अर्थ चाहिँ के हुन्छ अरे ए र अथवा र भन्ने हुन्छ यसको अर्थ भनेको ए र अथवा के हुन्छ र भन्ने हुन्छ छुट्टाएर भन्ने हुन्छ अनि हेस छ है यहाँनिर हादाको अर्थ हेस छुट्याएर फरिया आफ्निदा फरिदा भनेको फाल्नु या आफ्निदाको अर्थ भनेको के हुन्छ नै पर्छ अनि फोहोरहरुको के हुन्छ छुट्याएर फाल्नै पर्छ या आफ्निदा फरिदाको अर्थ भनेको फाल्नु या आफ्निदाको नै पर्छ भन्ने हुन्छ सुरेगी भनेको फोहोर उइको अर्थ भनेको को फोहोरको छुङ्नु भनेको के हुन्छ प्रकार एनुन भनेको के हुन्छ मा चाहिँ
सुरेगी भनेको फोहोरको अनि छोङ्नुको अर्थ भनेको प्रकारमा चाहिँ भन्ने हुन्छ। सुरेगीको अर्थ भने फोहोर अनि के हुन्छ यहाँनिर प्रकारमा चाहिँ भनेर उसले के हुन्छ भन्छ। अब हामी यहाँ जाउँ त फेरि मुन्तिर के दियो फोहोरको प्रकारमा चाहिँ भनेर के हुन्छ उसले दियो। इल्बानको अर्थ भनेको सामान्य अथवा के हुन्छ साधारण खालको भन्ने हुन्छ। यहाँनिर छोड्नु भनेको प्रकारमा चाहिँ हल्ला अलि कन्ट्रोल गर्नु है। इल्बान सुरेगी भनेको फोहोरहरू मुन्तिर। यो पनि मेरो पनि यो हात गेट अगाडि हो नि त। यो हातमा यति स्याल छन् कि आम्म यो गेटमा त रातभरि सुत्नै पो दिँदैन त। अहिले चाहिँ मलाई त पुरा कराउन थालेर के भएर अहिले त खासै कराउँदैन। यो जाडोको यो गर्मीको सिजन अब भोलि पर्सि निक्लेपछि कति कराउन थाल्छन् भने यो जाडोमा त कराउँदैन गर्मीमा। ल जाउँ। इल्बान सुरेगी भनेको सामान्य खालको फोहोर। इल्बानको अर्थ भनेको सामान्य नर्मल हुन्छ फोहोर हुन्छ। उम्सिक मूल उम्सिक भनेको खाद्य वस्तुको अनि मूल भनेको पानी हैन है। उम्सिक भनेको खाद्य अनि यहाँबाट मूलगन बढाएको है। मूलगन मूलफुम छिम भनेर के हुन्छ हामीले पढेको थियो कि थिएन सामानलाई। जस्तै कहिले कहिले मूलख अनि मूलगन मूलफुम छिम साङफुङ भनेर पढेको थियो नि हैन। मूल अनि मुनतिर के हुन्छ गन उल्गन भएछ है। कहिले कहिले हामीले मूलगन भनेर पढेको कहिले कहिले मूलफुम पनि भनेर पढेको थियौं अनि कहिले कहिले हामीले के हुन्छ छिम भनेर पनि पढेको थियौं हैन। यो यहाँबाट चाहिँ के हुन्छ आएको है। अनि उम्सिक मूल भनेको खाद्य वस्तु के हुन्छ फोहोरहरू। सुरेगी भनेको फोहोरहरूलाई सुरेगीको। छेवालफुङ भनेको के हुन्छ पूर्ण प्रयोग भन्ने हुन्छ। छेवालयुङको अर्थ भनेको के हुन्छ मुनतिरबाट पूर्ण के हुन्छ प्रयोग भन्ने हुन्छ है। मुनतिर हेर्नुस् त इल्बान सुरेगी भनेपछि यहाँनिर हामीलाई के दिन्छ फेरि दियो उम्सिक मूल सुरेगीहरूले छेवालयुङ भनेको पूर्ण प्रयोग गर्ने के हुन्छ फुङको अर्थ भनेको सामान है। जुन फोहोरहरू हुन्छ सोही फोहोरहरूलाई चाहिँ के हुन्छ यहाँनिर पूर्ण प्रयोग गर्ने के हुन्छ सामान। यहाँ मूलफुन मूलगमदेखि दियो नि अघि नै अनि पूर्ण प्रयोगको सामान। हनओतको अर्थ भनेको पुरानो के हुन्छ कपडा यहाँ दिएको छ पूर्ण अनि यहाँनिर हनओत भने दियो। हनओतको अर्थ भनेको के हुन्छ पुरानो किसिमको के हुन्छ कपडा हुन्छ। यहाँनिर हनओत दियो पुरानो किसिमको कपडा। खुरिगोको अर्थ भनेको र अनि थे ह्याङ थेको अर्थ भनेको ठुलो ह्याङको अर्थ भनेको आकार अथवा प्रकार भन्ने हुन्छ। ठुलो आकार अथवा ठुलो के हुन्छ प्रकार। अनि यो थेको मात्रै अर्थ भनेको नि एउटा भनेको ओटा पनि हुन्छ अनि के हुन्छ कतिपय ठाउँ पनि हुन्छ अनि कतिपय ठाउँमा थेको अर्थ भनेको वर्षा वर्षा अरे वर्ष पनि हुन्छ है। थेको अर्थ भनेको ओटा ठाउँ अनि के हुन्छ मुनतिर के हुन्छ वर्ष भनेर के हुन्छ मुनतिर हुन्छ। यहाँ भन्यो थेयाङ सुरेगी भनेको ठुलो प्रकारको के हुन्छ यहाँनिर फोहोरहरू इसुम्निदाको अर्थ भनेको हुन्छन् भनेर उसले भन्छ। थेको अर्थ भनेको ठुलो ओटा वर्ष। ह्याङको अर्थ भनेको आकार प्रकार भन्ने हुन्छ। फेरि उताबाट यसलाई के हुन्छ आकार प्रकारको हुन्छन् भनेर उसले भनिरहेछ। अब तलतिर जाउँ त मुनतिरबाट। इल्बान सुरेगी सामान्य खालको फोहोर चाहिँ मुनतिर हेर्नुस् त इल्बान भनेको सामान्य अथवा के हुन्छ साधारण खालको फोहोर। छुङ्न्याङको अर्थ भनेको व्यवस्थापन। यहाँ छे आएको छ नि यो छे भनेको
छेदोबाट आएको है। व्यवस्थापन गर्ने के हुन्छ, छे भनेको एउटा छेदो भन्ने प्रणाली भन्ने हुन्छ। व्यवस्थापन गर्ने छेदो, छेदोको अर्थ भनेको प्रणाली भन्ने हुन्छ। व्यवस्थापन गर्ने अनि के हुन्छ, प्रणाली भन्ने हुन्छ है। प्रणाली भन्ने हुन्छ। प्रणाली भन्छ एउटा भनेको प्रणाली भन्ने हुन्छ ल। यहाँ त मैले भन्नु व्यवस्थापन गर्ने के हुन्छ, एउटा छेदोबाट के हुन्छ मुनतिर, दो चाहिँ के हुन्छ अनि फुङतुको अर्थ भनेको झोला, एकको अर्थ भनेकोमा नत्थाको अर्थ भनेको राख्नु। अब यो नत्थाको सिमिलर मिनिङ, यो नत्था भनेको के हुन्छ, यसले भन्छ एउटा भनेको नत्थाको अर्थ भनेको के हुन्छ, राख्नु भन्ने हुन्छ। अनि यो सँगैको अर्थ भनेको के हुन्छ, एउटा थाम्दा पनि हुन्छ। यो नत्था र थाम्दाखेरि के हुन्छ भने एउटा नत्था थाम्दा, थाम्दा यसको अर्थ भनेको राख्नु भन्ने हुन्छ। जस्तै नत्था र थाम्दा भनेको भित्र राख्नु भन्ने हुन्छ है। यो पनि राख्नु, कहिले कहिले नोत्था पनि हुन्छ, नोत्था पनि हुन्छ कहिले कहिले। अनि यहाँनिर थुदा पनि हुन्छ, थुदाको अर्थ राख्नु। जस्तै यो चाहिँ कस्तो खालको भने नि, यो नत्था र थाम्दा भनेको तपाईँले भित्र राख्नु भने के हुन्छ, नत्था र थाम्दा हुन्छ। भनेपछि तपाईँलाई बाहिर राख्नु भने के हुन्छ मुनतिर, यहाँनिर नोत्था र थुदाको हुन्छ। केही कुरामा तपाईँले टक्क राख्नु भने चाहिँ यहाँनिर नोत्था र थुदाको तपाईँ प्रयोग गर्न सक्नुहुन्छ। के हुन्छ, एर भन्ने हुन्छ है। फुङतु भनेको झोलामा, अनि यो फुङतु हुन्छ नि, यहाँनिर फुङतुको अर्थ भनेको नि एउटा चिठीको खामलाई पनि फुङतु भन्छ है। अनि प्लास्टिकको कालो झोलाहरू हुन्छ नि हाम्रो सब्जी बोक्ने, यस्तो खालको प्लास्टिकको कालो झोलाले पनि फुङतु भन्ने हुन्छ। र अर्को भनेपछि यहाँनिर चिठीको खामलाई पनि के हुन्छ, फुङतु। एको अर्थ भनेकोमा नत्थाको अर्थमा राख्नु, असा आशाको अर्थ भनेको एर, फरिमनिदाको अर्थ भनेको के हुन्छ, फाल्छन् भने उसले भनिहाल्छ। सामान्य खालको फोहोर चाहिँ, अनि छुङन्याङको अर्थ भनेको व्यवस्थापन गर्ने, छेको अर्थ भनेको छेदो प्रणाली चाहिँ, झोलामा चाहिँ प्लास्टिकको थैला झोलामा चाहिँ राखेर, फरिमनिदाको अर्थ भनेको फालिन्छ। फरिनुनको अर्थ भनेको फाल्ने, नाल्चाको अर्थ भनेको मिति भन्ने हुन्छ है। नाल्चासँग कहिले कहिले इल्सीको अर्थ भनेको मिति भनिन्छ है। नाल्चा भनेको मिति, अनि वाको अर्थ भनेको र, छाङसोको अर्थ भनेको ठाउँ भन्ने हुन्छ है। नाल्चा भनेको मिति, अनि छाङसोको अर्थ भनेको के हुन्छ, ठाउँ भनिन्छ। कहिले कहिले ठाउँले के भन्छ त, कुनै कुनै ठाउँ के हुन्छ, कोत पनि भनिरहन्छ हैन, मुनतिरबाट कहिले कहिले खोत पनि भन्छ, अनि कहिले कहिले छारी पनि भन्छ। अनि यसको धेरै छ है, राख्नु ल यहाँनिर। ठाउँलाई के हुन्छ, कहिले कहिले कोत पनि भन्छ। ल कहिले कहिले यहाँनिर कोत, छारी, कहिले कहिले हुइछि पनि भन्छ। अनि कहिले कहिले यहाँनिर ठाउँलाई धेरै भन्छ। ठाउँले कतिपय ठाउँमा जी पनि भन्छ। अर्को भनेको छाङसो पनि भन्छ, छाङसो पनि भन्छ। कुनै कुनै ठाउँमा के हुन्छ, जी पनि भन्छ। जस्तै यो हेङजी भन्छ नि हैन, यो अवस्था हुन्छ।
ठाउँले के हुन्छ कतिपय ठाउँमा दे पनि भनेको हुन्छ। जस्तै छागप्ते काम गर्ने ठाउँ। कतिपय ठाउँमा ठाउँलाई सो पनि भन्ने हुन्छ। जस्तै सामुसो भन्ने हुन्छ। यो अवस्थामा कोछारी विची छाङसु जी दे भनेर कहिले कहिले खुङगान पनि भनिन्छ। यो खुङगानको अर्थ भने कतिपय ठाउँमा ठाउँ हुन्छ। कोछारी विची छाङसु जी दे सो हान यो सबैको कतिपय ठाउँमा ठाउँ भन्ने हुन्छ है। काम गर्ने छाङसोमा चाहिँ मुनतिर ठाउँमा चाहिँ छङ्नी हादाको अर्थ भनेको व्यवस्थापन गर्नु भन्ने हुन्छ है। अनि काम गर्ने ठाउँ अथवा स्थानमा चाहिँ छङ्नी हादा भनेको व्यवस्थापन गरेको, अनि इत्नुन्दे भनेको इत्ता भनेको हुनु, नुन्देको अर्थ भनेको एकाले अथवा तर भन्ने हुन्छ। नुन्देको अर्थ भनेको एकाले तर हुन्छ। यदि भिएसटीमा यहाँनिर कुन अवस्थामा चाहिँ यदि कुनै पनि दुईवटा वाक्यहरू सकारात्मक र नकारात्मक भएको खण्डमा चाहिँ तपाईले नुन्दे लाउन सक्नुहुन्छ। नुन्देको अर्थ भनेको त्यो अवस्थामा चाहिँ एको भन्ने हुन्छ। कुनै पनि वाक्यहरू पोजिटिभ छैनन् भने, नेगेटिभ र पोजिटिभ छैन भने त्यो अवस्थामा चाहिँ एको भन्नु सक्नुहुन्छ। यहाँनिर भिएसटी प्लस यहाँनिर पनि धेरैवटा हुन्छ। क्रियामा चाहिँ तपाईले यो लगाउनु भयो भने चाहिँ जस्तै भिएसटीमा चाहिँ तपाईले नुन्दे आउँछ भने एडजेक्टिभ क्रिया विशेषणमा के हुन्छ उन्द्र के हुन्छ अर्को नदे भन्ने हुन्छ क्रिया विशेषणमा है। भिएसटीमा चाहिँ के हुन्छ नुन्दे हुन्छ है। तपाईको भिएसटीमा चाहिँ नुन्दे हुन्छ। भिएसटीमा चाहिँ क्रिया विशेषणमा चाहिँ के हुन्छ नुन्दे हुन्छ यहाँनिर। तर यो क्रिया विशेषणमा चाहिँ उन्द्र नदे भयो, तर भिएसटीमा चाहिँ के हुन्छ नुन्दे भन्ने हुन्छ। तर कहिले कहिले यहाँ यस्तो पनि घटना आइपर्छ कि इत्ता र अप्ता आएको खण्डमा चाहिँ जस्तो सुकै अवस्थामा के हुन्छ नुन्दे नै लाउनु। जस्तै यहाँ इत्ता छ कि छैन इत्नुन्दे भन्ने हुन्छ। अब अप्ता भएको खण्डमा पनि के हुन्छ यहाँनिर नुन्देले लाउनु पर्छ। यहाँ क्रिया विशेषण भए तापनि यो चाहिँ एउटा अपवाद जस्तै हो, नुन्दे भन्ने हुन्छ। यहाँ चाहिँ क्रियामा नुन्दे, तर क्रियामा पनि इत्ता र अप्ता आए लगत्तै चाहिँ के हुन्छ तपाईले नुन्दे लाउनु पर्ने हुन्छ। यहाँ चाहिँ कुनै पनि दुईटा सेन्टेन्सहरुमा एउटा नेगेटिभ र पोजिटिभ छ भने त्यो अवस्थामा तपाईलाई एकोले भन्ने हुन्छ, सरी तर भन्न सक्नुहुन्छ भने अन्य अवस्थामा चाहिँ के हुन्छ एको भन्ने हुन्छ। अर्को यहाँ नै दिएको छ छियकको अर्थ भनेको के हुन्छ तोकिएको भएकाले क्षेत्र। छियकको अर्थ भनेको क्षेत्र। कतिपय ठाउँमा नि यो छियकले पनि क्षेत्र भन्छ नि, छियक पनि भन्छ, कतिपय ठाउँमा खुयक पनि भन्छ, छिबाङ पनि भन्छ, कति ठाउँमा छियक पनि भन्छ, अनि अर्को मुनतिरबाट खुयक पनि भन्छ, खुयक पनि भन्छ, अनि कति ठाउँमा छिबाङ पनि भन्छ, अनि कतिपय ठाउँमा अप पनि भन्छ क्षेत्र। जस्तै छेजो अप भन्छ भन्दैन, छुक्सान अप भन्छ नि। यो अवस्थामा छियक खुयक छिबाङ अप भनेको के हुन्छ क्षेत्र भन्ने हुन्छ। अनि भएको क्षेत्र मादाको अर्थ भनेको हरेक प्रत्येक अथवा एपिछे भन्ने हुन्छ। मादा हरेक प्रत्येक अनि एपिछे भन्ने हुन्छ। मुनतिरबाट जाउँ त मादाको अर्थ भनेको हरेक प्रत्येक र एपिछे हुन्छ भने, अनि मेको अर्थ भने के हुन्छ मेको अर्थ मे पनि के हुन्छ मादासँग मिल्छ। मेचु भन्छ नि हैन, हरेक हप्ता भन्छ। मेको अर्थ भने हरेक प्रत्येक हुन्छ नि। फेरि मेचु भनेको हरेक हप्ता अथवा प्रत्येक हप्ता भन्ने हुन्छ। त्यहाँनिर मादाको अर्थ भने हरेक प्रत्येक एपिछे भन्ने हुन्छ। यहाँनिर भएकाले क्षेत्रै पिछे अथवा प्रत्येक क्षेत्र। थारुन भनेको के हुन्छ थारुप निदाको अर्थ भनेको फरक हुन्छ भन्छ।
छोङ्न्याङको अर्थ भनेको व्यवस्थापनको प्रणाली, छेदोको अर्थ भनेको के हुन्छ प्रणाली, छोङ्न्याङको अर्थ भनेको व्यवस्थापन अनि छेदोको अर्थ भनेको के हुन्छ प्रणाली भन्ने हुन्छ है। यसले पनि गर्छ। व्यवस्थापन गर्ने के हुन्छ, छेदोको अर्थ भनेको के हुन्छ प्रणाली भन्ने हुन्छ। यहाँनिर व्यवस्थापन गर्ने प्रणाली, फोङथुको अर्थ भनेको झोला चाहिँ, व्यवस्थापन गर्ने प्रणाली झोला चाहिँ, मार्थुको अर्थ भनेको मार्ट है, सुपरमार्केट अथवा के हुन्छ मार्ट, अनि ना छ अथवा, नाको अर्थ भने नि वा अथवा जति पनि सुकै हुन्छ है। कहिले कहिले अन्जेना भनेको जहिले सुकै भन्ने हुन्छ। कतिपय ना र इनाको अर्थ भनेको वा अथवा जति पनि सुकै भन्ने हुन्छ कतिपय ठाउँमा। अनि मार्थु अथवा फेन्विजमको अर्थ भनेको डिपार्टमेन्टल स्टोर, अनि अर्को दिएको छ फेन्विजमको अर्थ भनेको के हुन्छ अनि सुपरमार्केट भनेको सुपरमार्केट, डिपार्टमेन्टल स्टोर र अर्को के हुन्छ सुपरमार्केट भनेर उसले भनेको छ यहाँ, डिपार्टमेन्टल स्टोर अनि अर्को दिएको हुन्छ सुपरमार्केट भनेको सुपरमार्केट। यसको अर्थ भनेकोमा चाहिँ साल्सु इस्सयोको अर्थ भनेको किन्न सकिने, यहाँ भनेको छ सुपरमार्केट भनेको सुपरमार्केट, यसको अर्थमा साल्सु इनुन्दे भनेको किन्न सक्ने भएकाले 5 लिटर 10 लिटर भनेको 5 केजी 10 केजी 20 केजी 30 केजी अनि के हुन्छ यहाँनिर 75 केजी जतिको। चारीको अर्थ भनेको के हुन्छ दरको चाहिँ, इसुम्निदाको अर्थ भनेको छ भन्ने हुन्छ है। यहाँनिर सादाको अर्थ भनेको के हुन्छ किन्नु भन्ने हुन्छ। जस्तै कतिपय ठाउँमा के हुन्छ सादासँग के हुन्छ भनेपछि एउटा भनेको सादा भनेको किन्नु हुन्छ, यहाँनिर यो पनि सादा। कहिले पहिले खुमे आधा पनि हुन्छ, तपाईले के खुमे आधा। अर्को हुन्छ खुइ पादा, खु अनि मुनतिर एफ हादा, फिफ हादा, यसको अर्थ भने किन्नु हुन्छ। सादा खुमे आधा खुइ पादा भनेको किन्नु भन्ने हुन्छ, खरिद गर्नु किन्नु भन्ने हुन्छ। अब कहिले कहिले सादा र फोदामा के हुन्छ छाङुल फोदा पनि हुन्छ। यहाँनिर छाङ अनि मुनतिर उल फोदा, घरैसी सामान के हुन्छ खरिद बिक्री गर्नु किन्नु भन्ने हुन्छ। छाङुल फोदा भनेको घरैसी सामानहरू के हुन्छ किन्नु भन्ने छ। अनि यो किन्नु भने कहिले कहिले तपाईले के हुन्छ शपिङ आधा पनि हुन्छ, शपिङ गर्नु भनेर के हुन्छ उसले भने हुन्छ। सादा खुमे आधा खुइ पादा अनि छाङुल फोदाको अर्थ भनेको किन्नु भन्ने हुन्छ। ल सादा खुमे आधा खुइ पादा छाङुल फोदाको अर्थ भनेको के हुन्छ किन्नु भन्ने हुन्छ। अब अर्कोतिर हामी जाउँ ल, यताबाट दिए मुनिबाट उम्सिकमूल म्युटमा राख्दिनु है ल, पुरा आवाज आइरहेछ। उम्सिकमूल भनेको खाद्य वस्तु। अब यो हामी यो स्टेपमा झरौँ। यहाँ के भनिरहेछ भने उम्सिकमूलको अर्थ भनेको खाद्य वस्तु, उम्सिकको अर्थ भनेको खाद्य, मूलको अर्थ भनेको वस्तु। उम्सिकमूल भनेको खाद्य वस्तुको सुरेङ्गी भनेको फोर चाहिँ छोइदेहान भनेको अधिकतम अथवा बढीमा है। उम्सिकमूल छुरेगी, छोइदेहान भनेको अधिकतम, मूलगी भनेको पानीलाई, धेरै मात्रामा पानीलाई। छेखनाको अर्थ भनेको हटाए, उन र नहुएको अर्थ भनेको एपछि,
पानीलाई के हुन्छ निचोरेपछि अथवा पानीलाई के हुन्छ हटाएपछि चाहिँ फरिया आपनिदाको अर्थ भनेको के हुन्छ फाल्नै पर्छ भन्नुको मतलब खाद्य वस्तुको फोहोरमा चाहिँ पानीलाई निकाल्ने अनि फोहोरलाई के हुन्छ फाल्नु पर्छ भनेर उसले भन्छ। अब यो हुएको अर्थ भनेको पछि भन्ने हुन्छ। कहिले कहिले उन र नहुए, उन अनि के हुन्छ अनि अर्को न अनि के हुन्छ हुए को अर्थ भनेको ए पछि अनि कहिले रे उन र के हुन्छ मुन्ते एउटा उन र अनि के हुन्छ न अनि था उमे पनि हुन्छ यसको अर्थ